यो यहाँका सबै टिमुरे बजार यहाँ केही पनि बाँकी छैन। यहाँ हामी बस्ने यो ठाउँ यो चाहिँ यो एउटा फुटबल खेल्ने ठाउँ जस्तो बनाएको त्योसम्म भ्याएको छैन। अनि यहाँ टिमुरे बजारमा चाहिँ यो सबै यो चिप्सा बस्ने घरहरू, यसमा ठुल्ठुलो ढुङ्गाहरू आएर बसेको छ। खै कहाँबाट आयो ढुङ्गाहरू पनि, यो सबै उछिट्याएर ल्याएको। यो तराहरू चाहिँ सबै बगाइसक्यो। यार्डमा बस्ने मान्छे त कोही भाग्नै भ्याएन होला, एकैचोटि आएको। कतिजना बगायो, कतिवटा गाडी बगायो, केही थाहा छैन। ओ माई गॉड यार, एकदमै ठुलो ठुलो बाढी आएको छ। खाल्टे, पहिरो बेसी, यो त्रिशुली, बेत्रावती सबै बगाउने अवस्था छ साथीहरू। यो टाढो जो जो नजिक हुनुहुन्छ सबै भाग्नु होला कृपया। यो ठुलो बाढी यो ड्याम 3A को ड्याम चाहिँ नि पड्केर यो चाहिँ नि यो बाढी ठुलो बाढी आएको छ। अहिलेसम्मको भीषण बाढी, त्रिशुली खोलाको सबैभन्दा भीषण बाढी, आजसम्मको इतिहासकै सबैभन्दा भीषण बाढी आएको छ। कृपया सबैजना भागिदिनु होला। एकदमै दुःख लाग्दो घटना भएको छ। ल यो एकदमै ठुलो बाढी आएको छ। यो बेत्रावती, त्रिशुली, यो वरपर रहेको यो सबै बासिन्दाहरू जो हुनुहुन्छ सबै भागिदिनु होला। पूर्व जानकारी सबैले यो भिडियो सेयर गरिदिनु होला कृपया। यो अर्जेन्ट छ, एकदमै अर्जेन्ट छ। यो अर्जेन्टको लागि चाहिँ यो इन्फर्मेसन सबैले सेयर गरिदिनु होला। भर्खरै सुरु भएको छ यो बाढी। माथि चाहिँ तपाईँको त्रिशुली ड्याम 3A को चाहिँ ड्याम फुटेर यो बाढी चाहिँ सबै यो त्रिशुली खोला, यो खाल्डे, यो बेत्रावती, यो त्रिशुली, यो सबै जोखिममा अवस्थामा रहेको छ। यो वरपर रहेको सबै घर चाहिँ बगाउने अवस्थामा छ। सबैजना चाहिँ भागिदिनु होला। त्यहाँबाट चाहिँ सबै टाढो रहनु होला। ल कृपया यो मेसेज, यो इन्फर्मेसन सबैले सेयर गरिदिनु होला। छिटोभन्दा छिटो यो लाइभलाई सेयर गरिदिनु होला कृपया। यो त्रिशुली वरपर रहने यो देवीघाट, यो जति पनि छ जहाँ कल्पुटार, यो अब तल तल आउँदैछ। यो छिटोभन्दा छिटो यहाँको मान्छेहरू सबैजना भागेर टाढा बस्दिनु। फेरि गाडीमा छ। ओ शिट म्यान, उता छु। ओए फेरेङमा छ बस्दिनको यार। अस्ति गाडीमा उल्टो खिच्छन् बस्नु यार। उता छु आशपमा दा बे। गाडी आशपमा तोर्लो जा। सपामा चाहिँ हुजु बच्चल बच्चा हुलुङ तालुङ भा। हुलुङ तालुङ को सपा उतार गाडी सपा। ओ हासो बा। उज तिमी सपला। पाङे नाम भए। बाप रे, खाल्टो त जम्मै बगायो के हो यार। आमा राम राम राम, कति मान्छे लयो हे प्रभु। बाप रे, त्यो त जम्मै गयो यार। सयौं हजारौं मान्छे मरे आफ्नो छ यहाँ त। हजारौं लाखौं मर्छन् मान्छे त। त्यो हजारौं मान्छे मर्यो होला त्यो त जम्मै। सबै लग्यो है, परिवेश जम्मै गयो मान्छेहरू। तलसम्म गयो, चितवनसम्म सबै गएको छ मान्छे। होइन भ्याएन नि, कहाँ भाग्न पाउँछ यार। कहाँ ताल फुट्यो सिस्टर, के भयो के भयो। हामी चाँडै भयो बिहान आज। अहिले अब म तपाईँलाई अझै भिडियोमा 2टा भिडियो बनाएर अब म बनाउँछु। नाइ हामी त भागेल मान्छे हो कि। तपाईहरु त चाँडै आइहाल्नु भयो। बाँच्नुभयो यार तपाईँहरू यार। हाम्रो गाडी पनि फिर्ता गरिदिएँ मैले। तपाईँहरू बाँच्नुभयो यति बसी। होइन कति आके आज चाहिँ गाडी फेरि हेर्नु त यो बेत्रावती तपाईँको पुलै छैन, जम्मै बगाएर माथिसम्म आइसक्यो भने यति ठुलो आएको कि होइन पुरै नहुँदैन। 200-300 घर डुबिसक्यो। मान्छे कति के हो, गाडी कति के हो। आजै फेरि गोसाइकुण्ड जाने गाडी यति धेरै आयो। डुबिहाल्नु, उ त्यो घरै डुबिसक्यो, पुलै जम्मै डुबी। अब होइन खोलो अझै आइपुगेन रे क्या माथिबाट। हामीले खोलो त अझै आउँदैछ कि, यो त आधी माथि त्यतातिर घरहरू सबै घरहरू लान्छ। भाग्नु भ्याउने हो भने अहिले तिनीहरू माथि भाग्दै गर्दा हुन्छ क्या बरु। त्यो लाने नै हो क्या, ढुक्कै लाने हो है। ल हेर्नु त, हेर्नुहोस् नि, यो चाहिँ तपाईँको छोटो समयमा जान्छ भने। ल हेर्नु त,
अब यता फलाफुपट्टि आइसक्यो कि यताको पनि यता पनि मान्छे हटे हुन्छ। डाँडाको छेउ होइन यो केही पनि होइन क्या माथि चाइनाको लेनदेखि यो माथिको चाइनाको भुटेको हजुर ए ल भाइ यस्तो भएपछि ल स्याप्रो त अनि योभन्दा बढी कम हो अनि लगाइहाल्छ नि यसरी ल ढिक के अरे त्यो सोले त्यही त अब यो माथि तपाईँको माथिको बेत्रावती बजार पुरै स्याब्रु बेसी शान्ति बजार सबै ध्वस्त। यो त तपाईँको थोरै हो अझै 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 बाँकी छैन न कति कति ए यहाँ बेत्रावती बजार सबै बगाइसक्यो त्यहाँ भाग्नु भने ए भाग्नु भने के बाढी आयो भने कस्तो कुरा त्रिशुली नसुन्ने पारी होला। पनि सबै त्रिशुलीलाई खबर गरे हुन्छ त्रिशुलीलाई। हेलो बाढी आयो भने के कस्तो चिसिया कुरा गरेर के त्रिशुली सबै भाग्नु भन्नु त्रिशुली बजारै डुब्छ यो त। यहाँ ठुलो बाढी आयो बेत्रावती बजार सबै बगाइसक्यो त्रिशुली बगाउन लागिसक्यो छिटो भने क्या भाग्नु भने यता माथि उता उता जानु 6 बजार जानु भाग्नु भने के भने हेलो सुनिसक्यो ए बाढी आइरह भने क्या बेत्रावती बजार सब बगाइछु भने क्या भाग्नु मात्र भने मैले म यहाँ डाँडाबाट हेर्दा क्या कालिस्तान डाँडाबाट हेरिरहेको यहाँ बाढी ठुलो आएर बगाइसक्यो भने त्रिशुली बगाउन लागिसक्यो भाग्नु भने उता छोरे भाग्नु भने क्या दाइ। भाग्नु भने हजुर रसुवा त ध्वस्त हो नि दाइ सबै चाइनाबाट आएको खोलाले त्यो सबै पुरै बगायो। भाग्नु लगभग एउटा ठुलै बजार उ त्यसरी छोपेर खोलामाथिबाट हिँडिरहेछ बजार। बजार पुरै बेत्रावती बजार भन्ने छोपेर त्यो खोलामाथि छ पुरै बजार त कहाँ मान्छे कति गयो कति गरे केही थाहा छैन। बगाइसक्यो लाउन चाइनाबाट खोलो आयो ठुलो बाढी आएको चाइनापछि भाग्नु के त्यहाँ मलाई हालो नबस्नु भाग्नु के उता छोरे जानपट्टि जानु छोरे जानपट्टि छोरे औषधिहरू माथि आइसके क्या माथि आइसके सुरक्षित छन्। अब त्यो भनिदिनु भागिहाल्नु त्यहाँ भान्जीलाई फोन गर्नु छिटो भान्जीलाई फोन गर्नु छिटो भाग्नु भने हे के ओ नाटक दिदी मैले नाटक गरेको हजुर हजुर रसुवा त ध्वस्तै बनायो नि बेत्रावतीदेखि लिएर टिमुरेसम्म सबै घरहरू स्याब्रुको सबै घरहरू गयो स्याब्रु बेसी बजार गयो सबै गयो। साँच्ची नै हो भने कस्तो हजुर सबै गयो केही बाँकी छैन। बेत्रावती बजार माथि खोलो हिँडिरहेछ हेर्नु त त्यो बजार हो बजार माथि खोलो छ हो बजार माथि खोलो मैले यो ठ्याक्कै लाइनमा देखिएको बजार हो बजार छोपेर खोलो हिँडिरहेछ। आइसक्यो भने हेर्नुहोस् बेत्रावती बजार पुरै बजार अब केही पनि पुरै पुरिसकेको छ सबै सुरक्षित रहनु होला सुरक्षित रहनु। एहे अब गाडी कति थियो बजार कति हो मान्छे कोही आएकै छैन नि अझै आउने मान्छे खोलो त अनि यो त अझै आउनेछ। खोलो आएकै छैन क्या खोलो सुरु नै भएन अझै खोलो आउने बाँकी छ। बेत्रावती बजार पुरै पुरिसकेको छ सबै सुरक्षित रहनु होला त्रिशुलीतिर। मैले भिडियो बनाएँ म तपाईँलाई अहिले बनाएर पठाइदिन्छु अब है हाम्रो त बाटै छैन सब मान्छे अब गएन त्यहाँ कति मान्छे मरिसक्यो होइन अब मऱ्यो होइन मान्छे अब कहाँ जाने त त्यो मान्छेहरू हेर्नु त बजार पुरै अब हामी चाहिँ नि बाँचेमा छैन अब यस्तो स्थिति छ यो बिजोग स्थिति। बेत्रावती बजार पुरै ध्वस्त सकिसक्यो भैँसे सकियो। अहिले भर्खर कि अहिले भिडियो पठाइदिनु यति ठुलो बाढी आएको छ कि दाइ होइन तपाईँ ठ्याक्कै तपाईँको यो अवस्था आएको
त्यो छोरीले घुम्ने आइपुग्नु लाग्यो हामी बेतावतीबाट भर्खर सुरु भयो क्या पुरा घरै छैन दाइ लग तपाईँको 40-50 घरै डुब्यो क्या मान्छे कति मऱ्यो हेर्नुहोस् 100-150 एउटा घर डुबिसकेको छ त्यहाँ चाहिँ कटेम होइन अब मान्छे कति मरे कति के भयो केही अब फर्किनु अत्तो पत्तै छैन यो अब हामी त कटिहाल्यौँ केही फरक परेन हामी चाँडै भयो बिहान आज अहिले अब म तपाईँलाई अझै भिडियोमा 2टा भिडियो बनाएर अब म बनाउँछु नै हामी त भाग्यले मान्छे हो कि तपाईँहरू